मेरो छोरो पनि अहिले विदेशतिरै छ। यहाँबाट जाने मान्छेले 50-60 हजारको लागि अरबमा तातो घाममा बेलचा चलाएर बालुवा गरेर सिमेन्टी गरेर गर्छ। अनि कमिसन जति कसले खान्छ? तिनलाई पठाएको कमिसन। ती आउँदाखेरि जस्ताको तस्तै हुन्छन् बिचारा। यता कसैको त श्रीमतीले पहिले उडाइदिइहाल्छ, अनि अथवा नातेदारले उडाइदिन्छ पैसा, अनि फेरि ऊ आउँदाखेरि केही चारना पनि हातमा हुँदैन, उसको हातमा चारना पनि हुँदैन। अनि यिनीहरूले गएर जम्मै कमिसन लिएको हुन्छ। कसले खाएको हुन्छ भगवान् जाने। खास तपाईँले अर्काको देशमा जानु भनेको हराउनु हो, बेपत्तै हराउनु हो। त्यहाँ कसलाई चिन्छ? त्यो त हराउनु हो। त्यसको त कुनै, यहाँ त सडकमा हिँड्यो भने चिन्ने मान्छे 10वटाले बाटोमा नमस्ते गर्छ, त्यहाँ कुन चाहिँले गर्छ नमस्ते? चिनेको हुन्छ, सोध्छ। यहाँ त एक दिन खान पाइनँ भने आफ्नो छिमेकीले पाउँछ, त्यहाँ चाहिँ भोकै बस्नुपर्छ। सजिलो छ र? कति मेहनत गर्नुपर्छ, कति दुःख गर्नुपर्छ। त्यहाँ गरे जति दुःख यहाँ गर्ने हो भने त कति हुन्छ कति। अब जनता कन्सियस भयो, जनतालाई धेरै कुरा थाहा भयो। गत निर्वाचनमै उहाँहरूलाई गाह्रो परिसकेको थियो। अनि त्यसपछि राजधानी जस्ता ठाउँ छोडेर कुना कहाँ पैसा बाँडेर कहीँ त मितेरी साइनो लाएर, मितको परिवारको चाहिँ 200-300 जना रहेछन् अरे भोटर्स, त्यहाँ मित लगाएर मितलाई त्यसरी उपहार दिएर सोझ्याएर चुनाव जित्नुभयो। अब मलाई लाग्छ अब आउने 84 को चुनावमा त त्यही कुना पनि भेटिँदैन कि जस्तो लाग्छ मलाई चाहिँ। एउटा लठेतलाई लगेर राजदूत बनाइदिनुहुन्छ। अनि त्यो लठेतले गरे हुनसम्म देशको मान मर्दन गर्दा पनि उहाँहरूलाई शरम छैन, लाज छैन। नामै छ नि यहाँ, आर्जु देउबाको स्कुल भन्छन्, राष्ट्रपतिको ज्वाइँको स्कुल भन्छन्, के भने अब? अनि व्यापार जति सबै उनीहरूको, व्यापार पनि उनीहरूको, अपार पनि उनीहरूको, अनि त्यसपछि कमाउने धन्दा पनि उनीहरूको। अनि त्यहाँबाट के अरे चाहिँ भित्रबाट पैसा हरेक लगानी गर्ने। अब केबाट पैसा खाएछन् भनेर त थाहा भएको थिएन। पछि त यसो हेर्दाखेरि त बालुवाटारको जग्गा बेचेछन्। सबै जग्गा जति जम्मै पञ्चायतको बेलामा राजाले यो सेक्रेटेरिएट बनाउन चाहिन्छ, यो बाल विकासको लागि चाहिन्छ भनेर उसले जोडेको हुँदा पश्चिममा कहाँ चाहिँ एउटा पार्क बनाउने भनेको त्यो 150-200 रोपनी, त्यो पनि सबै बन्दापत्र